एकदम सच्चोहरू छ हाम्रो मामाजी आज यस्तो छ कि 4 महिना पछाडि साइड पारेर यिनीहरूले चाहिँ यहाँनिर बेडसिटहरू झुलहरू धुनु लागेको छ। हिजोसम्म चाहिँ टन्टलापुर घाम लागिरहेको थियो। आजको आज चाहिँ पानी पर्नु आँटिरहेको छ हेर। चाहिँ अब के यस्तो छ होइन बेड यहाँ यस्तो छ के गर्नु अब गाह्रो छ टेन्सन छ फेरि यता झोला छ पानी पनि लागेको छ बाहिर फेरि टेन्सनै टेन्सन छ होइन माम्स अब के गर्नु यस्तो हो होइन धेरै पछि धुनु लागेर पुरै अचम्मित ए ल्याग्नु गर्नु ल जाउँ हामी जाउँ 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 बाहिर चाहिँ पुरै पानी पर्न लागेको छ कि के हो मेरो मेरो त क्यामेरा त पुरै यस्तो उ आइरहेको छ यार कस्तो उ आइरहेको छ हौ के भएको हौ ओ पानी परेछ कि यार बाहिर त ओ पानी परिरहेको छ मामै पानी परिरहेको छ बाहिर त आज झन् साइज जुराएको महाकुरी कस्तो पानी परेको त्यहाँ बिजनेस गर्न जाउँ भनेको यार पुरै पानी परिरहेको छ इटरीतिर चाहिँ यस्तो हल्का फल्का पानी परिरहेको छ के गर्नु अब ओइ भाइ पानी परिरहेको छ हौ हाम्रो पुन्टु गयो चाहिँ होइन यस्तो पानीले हामीलाई रोक्नु सक्दैन। उहाँ गएर नि केही गरेन मुर्गी खान्छ भाउ पानी परिरहेको छ साथीहरू पुरै होइन टन्टल र मुर्गी खान भातले त धेरै भयो यहाँ अन्त पानी मुर्गी नखाइ त पल्दैन फेरि हो हो ल साथीहरू हामी चाहिँ हिँडिसकेको छौँ अब बिजनेस गर्न बिजनेस छ हाम्रो फेरि पर के गर्नु अहिले देखाउँछु म बिजनेस कस्तो छ बिजनेस झोला टक्क भने केटाहरूले बिजनेस गर्न लागेको म चाहिँ यस्तो बिजनेस छ क्या हाम्रो चाहिँ फेरि यहाँ हाम्रो अलिक पर गएर मिलमा मिल छ यहाँ छ चट्ट लाएर तर्सेरै अनि हामीले हप्ता लुगा धुँदा लुगा धोएपछि यहाँ तरिन्छ क्या तर्सिन्छ थाहा छैन हामी चन्द्रेको बाउ इन्द्रे बाउ चन्द्रे तर्सेर थेत्तै भाउ पानी नपर्दा तलमा भएर पैसा दिन्छु बरु 500 रुपियाँ चक्लेट किनिदिन्छु बिस्कुट किनिदिन्छु ए अँगालो मार्न पाएकै छु हौ तपाईँले तल मार्छ त हो हुँदैन त्यस्तो पानी पर्न थालिसक्यो सायद धेरै त चाहिँ होइन अलिक ठुल्ठुलै पानी पर्छ कि आज के छ त गएर सुत्ने फेरि मिलमा गएर भने केही अब पुडिङ हाल्यो भने सुक्दैन पानी पऱ्यो भने पुडिङ हाल्दै छोड्यो त नि बाउ त्यही हाम्रो बिजनेस आजको बिजनेस चाहिँ ल अब हामी एकैचोटि मिल्ला भने लेट्स गो ढिक्च्याउँ हामी आइसकेको छौँ यता यस्तो हामी हालखबर अनि आनन्द आएर बस्दिनँ यसरी आज तर्सिएको हामी लुगा दिनु भने क्या तर्सिएको पानी पछि जाडा यस्तो हामीले काम गर्न ठाउँ ए ल्याग्नु न हौ म कुरेले कति चलेको हेर हो फेरि यो त हालेर गरेर यस्तो अब यो लुगा धोइहाल्छ छैन हामी आज म एकराम डुलेर आउँ अब त्यो भिडियो बनाउँदा भयो हाम्रो बिजनेस चाहिँ यहाँ छ गाइस बिजनेस चाय मामी छ मैले होइन बिजनेस त छ बिजनेस होइन यस्तो सामान छ पुरै त फ्याक्ट्री यो फर्निचरको सामान गर्ने उसलाई ढोकाको पल्ला यहाँभित्र यस्तो के सिकाएको छु उहाँ पर चाहिँ काठको ओ भटिच यता यस्तो भन्छ यता ठाउँ त बबाल छ नि गाइजहरू ठाउँ त फेरि केजी वाह क्या मुस्किल आयो यता चाहिँ काठको यो काठमा चाहिँ हामीले झारेको धनै मऱ्यो 1 रुपियाँ दिएन यसको ब्रोले त्यहाँ चाहिँ पुरै काठै काटेर आएको छ अन्त देखाउँछ यस्तो मजाले त्यही गाई चाहिँ हामीले काम गर्न थाल्यो त्यही हो यहीँ यता काठ किन्ने भइहाल्यो उता काम गर्ने होइन बिजनेसको त के काम गर्ने होइन फुलहरू चाहिँ उहाँ पर्छ अस्ति हामीले त्यहीँ बनाएको भिडियो आँप ओ मिजु भन्दाखेरि खै आज आएन भटिच मिस्त्री फुल मिस्त्री
फेरि कडा खाने मिस्त्री यता पताउँछ यता पताउँछ पताउँदैन है यो मान्छेलाई तर डेन्जर मिस्त्री हो इन्टरनेसनल मिस्त्री ओ मुन्छे ठिक छ के बनाएको हेर त आज बनाएको छ नै के यसको यो अर्डरको कस्तो चाहियो ढोका कस्तो डिजाइन चाहियो भन केटा जस्तो भने त्यस्तै छ डिजाइनको त छुट्टै हो एउटा छुट्टै हो जग्गा त भन्ने ठाउँमा त यहाँ फर्निचरको सामान भन्छ ए बाउ यता हेर बाउ के त सुकेको घटिसक्यो ल साथीहरू त्यही हो होइन हामीले त अब बिजनेस भनेको यही हो अब बिजनेस भनेको यही हो यस्तै कुर्सी गर्ने हो यस्तै गर्ने हो यस्तै होइन अरू कुरा थाहा भएन पर छिर्ने ल साथीहरू अहिले यति नै एकछिन फेरि देखाउँछु ल आरामले चाहिँ काम सकिसक्यो ए यता केटाहरू पुरै नुहाइरहेछ होइन दादाहरू यता मेरो बिजनेसको पनि झोला पनि पुरै सुक्यो सत्रङ्गै यस्तो घाम लागिरहेछ होइन पुरै हामीले चाहिँ यस्तो काम सकिसक्यो होइन आजको लागि छुट्टी भइसक्यो हाम्रो पुरै 5 बजीसम्म त 5 बजे 5 अलिकति बढी भइसक्यो बिजनेस फेरि यहाँ छ बिजनेस पानी परेको थियो तर पानी परेको चाहिँ शुभ होइन म्याम शुभ एकदम अनि मेरो त्यहाँ ऊ काठ ठोक्नु पर्ने थियो नि त के हुन्थ्यो पानीमा थालेको म त अब होला जस्तो लागेन भनेर पानी परेको थियो त्यही भएर अहिले त टन्डला पर घाम लागिरहेको छ ए गर्मीले झनै मऱ्यो यस्तो छ पुरै हालत होइन नुहाइ धुवाइ पुरै सक्यो अब जानेवालामा छौँ हामी घरतिर अब हामी डलर कमाउनु जानु लाग्छ डलर कमाउनु अनि उहाँ पर चाहिँ हामीले फोटो खिच्ने ठाउँ अस्तिको उहाँ कहाँ थियो ए मुला ऊ त जुम त हुँदैन अब हेर त ओए जुमै हुँदैन त के हो वाट इज दिस म्यान वाट इज दिस हुन्छ अब यहाँ हो यहाँ फोटो खिच्ने ठाउँ कस्तो दामी छ नि होइन अहिले घाम लगाइरहेको छ राम्रो देखेको छैन बाइकको पुरै बजार छ त बिजनेस गर्न जाऊ बिजनेस गर्न अब जाम घरतिर अब ए मान्छे त घडी लाउनु मान्छे घडी मेरो घडी मैले लगाइरहेको छु बिजनेस हुँदैछ माम बिर्सेछु अघि चाहिँ 3200 को अरे 3000 घडी हो के टेन्सन ए भटिज बिजनेस झोलामा छ त मेरो भिडियो बनाएर आउने भने एन्डे पर त म त अहिले कहाँ आउँछु भरे आउँछु त झोला बोकिन्ने तपाईँ कहाँ हिँडेको जाऊ न भाइ भाइको तपाईँ हिँडेको म कोठा हिँडेको अनि त्यो कोठामा जानु लाग्यो अब अनि यहाँ भिडियो बनाउँछु भन्दै भएर त भिडियो त अहिले भएर आउने फेरि अब आउँछु होला किन आउनु वा गरेर फेरि त्यही त अहिले घाममा त कसले भिडियो देख्छौ जाँडा भइदिएन अल्छिम लागिरहेको छ के बनाउने भिडियो होइन अब यतिकै जाने हो ए एक्लै आउँछु नि के हुन्थ्यो त्यसो म बसिहाल्छु नि ल ए लिइहाल्छु मम्मी के हुँदै हुँदैन ए लाग्नु न ए लाग्नु न यहाँ बोकेर के हुन्छ तपाईँको ए थोत्रे यस्तो न्युज होला थोत्रे रे क्या लिएर जानु न तपाईँ ए पानी ट्याङ्की त के भयो भने यसो पैसा बोकेको भन्नु यो भरि पैसा छ भन्नु पैसा
के भयो जाँडा मरेको त मधुरो भएको त यार कतिहरू हामी त्यहाँ पर हिँड्दैछौँ होइन फेरि चप्पल चाहिँ कडा लागेको छ थुक्क मुला हामी त्यहाँ फुलमा जाँदैछौँ होइन यस्तो हेर्नुलाई चट्ट लगाएर दाजुभाइ पुरै फोटो खिच्नुलाई त्यो बोकेर दादा चाहिँ आनन्द साथ हिँड्दैछ कि त्यहाँ तर फुल चाहिँ दामी फुलेछ कि दामी बबाल त्यहाँबाट घाम नै टल्केर केही आएन कस्तो पानी नसुकेको यार यत्रो घाम लगाएर माकुरी चप्पल कडा लगाएर आएछ कि जाँडा खत्तम भइगयो नि तिमीले जहाँ मेरा जहाँ कस्तो दामी छ नि गाईचरी यहाँ यस्तो दामी छ कि कुरै छोडिदिउँ दामीको त अब तर पानी नै पानी छ क्या यसरी पस्ने प्लास्टी दामी त बबाल छ नि ऊ यहाँ भिडियो गर्न आएको हामी चाहिँ दाजुभाइ होइन पुरै हो त रहेछ त लिएर गयो क्या यार उखेलेर अस्ति चाहिँ मैले भिडियो यहीँ बनाएको थिएँ यहाँ बसेर चट्ट लाएर दादाले त्यहाँबाट गरेको थियो उता गएर बस्नुपर्छ अहिले कुर्सी राखेर तिमीले जहाँ अब फोटो सोटो खिच्ने कार्यक्रम हुन्छ हाम्रो त्यही भएर एकछिन भिडियो रोक्नु पनि हुन्छ पुरै फोटो खिचिसकेर अब हिँड्यौँ यहाँबाट कोही निस्किँदैन नि यार यस्तो पानीको बिचमा पुरै पिरा ल्यायो वरि त व्यवस्थित पाले भनेर दामी फुल्टो केटा मलाई के फुल टिपेर ल्याइदियो भन्थ्यो त्यसलाई बोलाएको आउँदैन के गर्नु होइन दामी छ त यार के हो मौरी हेर्नु त्यहाँ मौरी कहिले त्यहाँ कति बस्छु माइतीकै कौसीमा हो माइतीकै कौसीमा दामी छ नि साथीहरू पुरै एकदम यस्ता यहाँ फुल त यहाँ अख फुलेको हो जाउँ छोडिदिउँ ल साथीहरू आजको भिडियो आइहाल्छ मजाले हेर्नु होला र आजलाई यति नै अब जाटा अब अर्को दिन भेटौँ ल बाई